हेलो गाइस, सबैलाई जय मसी अनि मर्निङ टाइम। अनि आज चाहिँ एकदमै पानी परिरहेको रहेछ, हेर्न सक्नुहुन्छ। आमा पानी त झमझमझम। अब यही पानीको मौसममा चाहिँ मेरो प्यारी बुढीलाई मछली खान मन लाग्यो। अब माछा लिन जानै पऱ्यो होइन। पानी पऱ्यो पनि, आधी आयो पनि, हुरी आयो पनि, अब बुढीलाई खान मन लाग्यो जानै पऱ्यो। सो लेट्स गो। अब चाहिँ म निस्केको रुमबाट टक्क लगाएर अब तपाईँहरूलाई मेरो बाइक देखाउन गइरहेको छु। मेरो बाइक चाहिँ फेरि गाना पनि सुन्नु होला, हिरो होन्डावाला घुमे खातिर हीरा होंडा खोजेली, जब से चढ़ा हुआ ना जवानी, हीरा होंडे में चढ़ेली। ल हामी चाहिँ चल्दिएको अब हिरो होन्डा सुरु। एक सर्टमै हुन्छ भनेको तपाईँ, एक सर्टमा स्टार्ट हुने बाइक हो। पानी पर्छ जस्तो गयो पनि एक सर्टमा ल है। अब चल्दिएको पानी परिरहेको यस्तो परिरहेछ मेरो टक्क लगाएर माछा बजार 400 हो। किङफिसर यो चाहिँ माछा चाहिँ 400 रुपियाँ किलो रहेछ। पन्ध्र त 400 होइन 500 हो, तर बोनी गरेको भएर 400 मा दिएको। धन्यवाद अङ्कललाई। माछाको मजा आएर भर्खर सुरुवात मैले गरेको। 400 रुपियाँ 500 भन्दै थियो, 400 बोनी भएर। समुद्र की मच्छी में कांटा नहीं रहता था। समुद्र मच्छी है, हाँ, किंगफिशर नदी का नहीं है, समुद्र का मच्छी। बोनी का भी सस्ता मिलता है। तो ले लो 400 रुपये में, और 1-2 दिन के बाद माछा लियो अब चल्दिएको 500 को माछा 400 मा बोनी भएर फेरि पानीमा जानु पऱ्यो। ल बुढी, आज एकदमै माछा खान मन लाग्छ तपाईँले। ल किङफिसर माछा, ल आज चाहिँ माछा खाने हो। पानी पुरा पऱ्यो, पुरा भिज माछा। यो के हो माछा भित्र बाहिरको हेर्न सक्नुहुन्छ। के हो यो बुढी? अजिब चिज छ त हौ यो भित्र पनि। पुरा भित्रको बुढी चाहिँ माछा त खाने भन्थ्यो, तर के गर्ने, टमाटर सकेर रहेछ। इस बुढी चाहिँ फेरि मार्केटमा मैले पठाइदिएको पानीमा। ऊ पनि पानीमा छाता ओढेर मार्केटमा खोज्दै हिँडेको। त्यसपछि ट्याक लाएर टमाटर मेरो बुढीले ल्यायो। आज लिएर आयो माछा खाने भनेर। भेरी गुड। टमाटरहरू धनियाँहरू सबै लिएर आएको छु बुढी। ल बुढी थाक्यो होला मेरो बुढी हेर्दै माछा। ल तातो पानीले धुन लाग्छु। शीतल हुन्छ, आज चाहिँ पानी परेको छ, त्यसरी माछा बनाउन लाग्छु। फाइनली सब्जी पाकिसकेछ। बुढीले खाना टक्क पचाउँदैछ च्याप्टर लगाएर। मेरो बुढी आज खुसी छ माछा जस्तो चल्छ बुढी। ल माछा किङफिसर मस्त क्या मिठो छ। दामी कालो छ भन्नु कि मलाई डर लाग्छ माछामा। कना त लिँदिन म। मैले पाक्ने गरी पकाएको छु, पाकेपछि आफै जान्छ क्या छुटेर काँडा। अघि त काँडा छैन भनेर बेचेको मान्छेहरू बिल बोलेको छैन। काँडा त हुन्छ नि माछामा। काँडा उसले हुँदैन भनेको सिङ्गल मात्रै हुन्छ भनेर। सिङ्गल माछाले एकदम मिठो भएको छ।
तातो भात खाइहाल्नुपर्छ। थोड़ी सुत्दै जाँदैछ यो फेरि सुत्दै सलाद पनि खानु। मिठो बनाउँछ मेरो बुढले। मेरो बुढलाई धन्यवाद एकदमै। अडी चाहिँ खान सक्दैनौँ, अडी चाहिँ खतरा रहेछ। दामी बनाएको छ मेरो बुढीले चाहिँ माछा खाना चाहिँ। आमा क्या मस्त माछा। किङफिसर माछा चाहिँ मिठो हुँदो रहेछ। भन्न त यसलाई त्यो आइसी 500 भन्दा थियो, सरी, तर मैले पनि गरेको भएर 100 रुपियाँ कम गरेको। यसको 1 महिना 2 महिना पछि चाहिँ 800-900 रुपियाँ किलो पुग्छ अरे। लगभग नेपाली लगभग त्यस्तै 1200-1400 पर्दो रहेछ। तर मिठो रहेछ। तपाईँहरू प्लिज खानु होला, एकदमै टेस्टी माछा। विशेष मेरो बुढीलाई थ्याङ्क यू भेरी मच, एकदम दामी बनाउनु भएको रहेछ। हुन्छ गाइस, हस् त, नमस्ते, जय मसी, सी यू, बाई।